बोल्नु पनि आउँदैन रहेछ मलाई कि पढाउनुहुन्छ दादा ए यहाँबाट सबै बहिनी राम्री बहिनी यहाँ भाउजू हो बेहुलीको आमा हेलो एभ्रिवान वेलकम टु माई च्यानल अनि आज चाहिँ सेकेन्ड डे है हाम्रो मुस्कानको रिसेप्सन पार्टी है अनि यहाँ चाहिँ हामी सबैजना भर्खर आइपुगेको हो अनि तपाईँलाई देखाउँछु ल के हुँदैछ यहाँनिर भनेर मजा आउँदैछ बोल्नु पनि कोही बेला भ्लग गर्दाखेरि चाहिँ नि यहाँनिर के हुन्छ भन्दाखेरि चाहिँ नि बोल्नु पनि आउँदैन रहेछ मलाई कि कति बोल्नु आएन रहेछ मलाई डक्टरहरू लागिरहेछ पनि हो लाज लागिरहेछ तर मैले अलरेडी बनाउँदै आज ल तपाईँलाई देखाउँछु यहाँनिर चाहिँ यो रेस्ट गरिरहेको छ सबैजना बसेर बस्दा यस रेस्ट गरिरहेको छ बाहिर लागेर हो यहाँ हेर हुन्छ यहाँ भाइहरू भित्र छ त यहाँनिर बारमा को रहेछ भाउजूहरू रहेछ खोलिदियो होइन पढाउनुहुन्छ दादा ए यहाँबाट सबैजना त हेर हुन्छ खानु न हजुर हुन्छ 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 होस् खाँदिनँ म यहाँ चाहिँ हो बहिनीलाई टिका लगाइदिँदैछ हो यहाँ हाम्रो बरुण सोल्सी पनि हुनुहुन्छ दादा रदु हेलो यहाँ काजु एन्ड सितु होइन यहाँ बहिनी पनि आएको रहेछ यहाँ काजु बसिरहनु भएको छ मित्रुल भेना पनि आउनुपर्छ यहाँ दादा सीता दिदी राम्रै भएर बसिरहेको छ यस कस्तो लागिरहेको छ दिदी कस्तो लागिरहेको छ मजा आइरहेछ है यहाँ पनि छ हाम्रो बहिनी राम्री बहिनी यहाँ भाउजू हो बेहुलीको आमा राम्रै भएर बिजी यहाँ बेहुलीको बाबा दादा यहाँ हाम्रो नरेन दादा पनि हुनुहुन्छ भर्खर आउनु भएको खै भाउजू ए यहाँ हाम्रो स्मिता दाजुलाई यहाँ भर्खर आउने बित्तिकै यहाँनिर दिएर हाम्रो भाउजू यहाँनिर भर्खर भेट हुँदैछ भाउजू यहाँ हाम्रो भाउजू दुईजना भाउजूहरू राम्री भएर भाउजू हजुर भेट्यो त मैले भन्दै बेहुली चाहिँ बिजी छ यहाँनिर हाम्रो यहाँनिर दुईजना दिदीहरू हुनुहुन्छ हो राम्री भएर बसिरहनु भएको रहेछ ब्युटिफुल भएर आज एकदम दामी ए हुन्छ आउनुहोस् वेलकम छ बिजनबारीमा हुन्छ आउनुहोस् वेलकम छ यहाँ छ हाम्रो सामु यहाँ हाम्रो छ बेहुली चाहिँ हेलो भन्दैछ यहाँनिर आमा हेलो भन्दैछ यहाँ बाबा भेनाहरू औ बनाउँदैछु मैले भ्लग यहाँ हाम्रो तिम्रो ड्रेस देखाइदेऊ त गुरुङ ड्रेस होइन उहाँ बन यो चाहिँ भिडियो हो उसको गुरुङ ड्रेस देखाउँछ अरे हो ब्याक जाऊ त एकछिन ल यो घुम्देऊ त हल्का
वाह राम्रै देखिरहेछ हाम्रो सीता दिदीको छोरी समृद्धिलाई अब फोटो खिच्छ हामी है। हाम्रो यहाँ बहिनी पनि छ एकदम राम्रो। यस्तो जिउ भएको भए त के गर्नु अब हामी पनि लगाइन्थ्यो होला हो। यस्तो राम्रै देखिरहेछ बहिनीलाई। अनमोललाई चाहिँ मिस गर्दैछ है। हामीले गयो भर्खर हो लन्च गर्दैछ हो। तता यहाँ भिडियो गर्दैछु मैले। नानी पनि हजुर नानी पनि कत्रो भएछ तताको। यस यहाँ हाम्रो तता हो। तताले खानु भएको छैन है खाना है। यहाँ प्रतु हजुरले खानुहुँदैछ। यहाँ हाम्रो बेहुलीले पनि खाँदैछ। मिदुल काजल के अरे प्रतीक्षा यहाँनिर पनि बडीहरूले मुस्कानको बडीहरूले खानुहुँदैछ खाना। बटर नान खानुहुँदो रहेछ। उता पनि छ उता अलिक उता ब्यागबाट उजेर आउँदो रहेछ नि त। हजुर मिठाई खाना मिठो रहेछ है भाउजू। यहाँ दिदी पनि हुनुहुन्छ। दिदी आइसक्रिम खानु हुँदो रहेछ। हाम्रो ग्यारो